डियर फ्रेन्ड्स 2030 मा जबहरू वर्ल्डबाट सकिन्छ त आर्टिफिसियल इन्टेलिजेन्सले गर्दा बिग क्वेसनमा हामी डिस्कसन गरेर हामी सम्झिनेछौँ। म एक्सप्लेन गर्नेछु, भिडियो ढिलो नगर्न अब सुरु गर्नेछौँ। 2030 मा जबहरू हरायो भने नेपालको चाहिँ कस्तो तयारी छ त यसको सामना गर्नका लागि चाहिँ यसका लागि हामी केही कुराहरू गर्न गइरहेको छु। साँच्चै भन्नुपर्दा एआईले जबहरू हराउँदै धेरै जबहरू हराउँदै गएको छ। अमेरिकाकै कम्पनीमा त रोबोटहरूले काम गरेको छ, ब्याङ्किङ साइडमा रोबोटहरूले काम गर्छन् अमेरिकाको त। केही कम्पनीहरूले इफिसियन्सी कटिङ गर्नका लागि सफ्टवेयरमा निर्माण भएका छन्। नेपाल भनेको विकासमूलक देश हो। विकासमूलक देश भनेको के हो त? विकासमूलक देश भनेको जस्तै भुटान, नेपाल, भारत, अफगानिस्तान भनेको बिस्तारै लो पावरमा चाहिँ विकास हुँदै जाने, बिस्तारै विकास हुने देशलाई चाहिँ विकासमूलक देश भनिन्छ। यस्ता ठाउँमा चाहिँ लो स्किल र जबहरू एकदमै सङ्कटदायीहरू छन्, एकदमै सङ्कट छन्। फोर्थ रेभोल्युसनमा अब एआईले चाहिँ राम्रो काम गर्ने, गुणस्तर काम गर्ने, मिस्टेक नगर्ने, मान्छेबाट मिस्टेक हुन्छ भने रोबोटबाट कहिले मिस्टेक हुँदैन र मिस्टेक गर्नका मान्छेहरूले थुप्रो मिस्टेक गर्छन्। त्यसका कारणले कम्पनी लस्ट हुन्छ धेरै। त्यही कारण चाहिँ मान्छेहरू रोबोट छिटो काम पनि गर्छ, राम्रो पनि गर्छ र गुणस्तर पनि गर्छ। त्यही भएर मान्छे कम्पनीमा रोबोटहरू राखिने गर्छ। अब आर्टिफिसियल इन्टेलिजेन्स चाहिँ होइन अब चाहिँ ट्रान्सपोर्टेसनमा पनि लागु भइसकेको छ। अब 2030 मा योभन्दा अझै राम्रो डेभलपमेन्ट हुँदै जान्छ। एक्जाम्पलमा अमेरिका क्यासियर चाहिँ अटोमेसनले गर्ने गर्दछ। मोबाइल ब्याङ्किङतिर अमेरिकामा चाहिँ रोबोटहरू राखेर कार्य गरिने गर्दछ। डिग्री छ तर स्किल छैन भने अब आउने फ्युचरमा हामीलाई अब केही काम लाग्दैन। यसबाट बच्नको लागि हामीले नयाँ नयाँ स्किल सिक्नुपर्छ र हाम्रो देश उन्नतिका लागि राम्रो स्किल्सहरू तयार गरिराख्नुपर्छ, जसले भविष्यमा हामीलाई कामयाब बनाउन सक्छ। हाम्रो देश कृषि प्रधान देश हो नि, तर कृषि प्रधान देशमा धेरै पछाडि पनि रहेको छ। अब हामीले कृषि प्रदान गर्दाखेरि चाहिँ अब हामीले कुनै पनि इलेक्ट्रोनिक सामानबाट गर्नुपर्छ। अब धेरै जस्तो कम्पनीहरू इलेक्ट्रोनिक सामान युज गरेका कम्पनीहरूले जुन इलेक्ट्रोनिक सामानहरू युज गरेर प्रोडक्ट बनाउँछ नि, त्यो कम्पनीहरू चाहिँ अहिले धेरै इन्क्रिजनहरू भइरहेको छ। धेरै चाहिँ त्यो होइन, तिनीहरूको चाहिँ पर्सनालिटी बढिरहेका छ। अब हामीले कृषि क्षेत्रमा फार्मिङ गर्नका लागि चाहिँ हामीले होइन इलेक्ट्रोनिक सामानहरू युज गरेर अलिक सहज बनाएर हामीले खेतीपाती गऱ्यौँ भने हाम्रो खेती अवश्य राम्रो हुन्छ। उक्त खेतीका लागि हाइड्रोपोनिक र कोअपरेटिभ अति आवश्यक हुनेको छ। 2078-2079 मा चाहिँ होइन एउटा पत्र बनाएको थियो रोजगार भन्ने। त्यो पत्र जारी गर्दा अहिलेसम्म रोजगार मान्छेलाई दिएकै छैन। धेरै जसो यो पत्र चाहिँ नेपाल सरकारद्वारा दिइएको थियो। बितेको 6 महिनामा कति मान्छेले कति काम पाए? प्रधानमन्त्री रोजगार कार्यक्रममा हामीले त्यसको चाहिँ स्वरूप पनि परिवर्तन गर्छौँ। कति मान्छेले कति काम पाए? म तपाईँले भन्दैछु, म तपाईँले रेकर्ड पनि दिन्छु अहिले चाहिँ हेर दिनुहोस्। तर रेकर्ड मैले अफलाइनमा रेकर्ड दिने आएर म तपाईँले चाहिँ नि कति हुन्छ भोलि म तपाईँले चाहिँ फ्ल्यास पनि गरिदिन्छु। हाराहारी कति मलाई बताइदिनु, हाराहारी कतिले कति रोजगारी? मोटामोटी मैले मन लाग्छ चाहिँ यो बिचको दरमियानमा 48,000 मान्छे थपेर 29 लाख समथिङ चाहिँ त्यहाँबाट तपाईँको चाहिँ मैले हिजोसम्म हेरेको चाहिँ त्यहाँ चाहिँ नि त्यो केमा भन्दैछु तपाईँले उनीहरूले के काम गरे? उनीहरूले के काम गरे त्यो स्थानीय यस्तो छ। अब तपाईँले ठ्याक्कै यही कुरा गर्छु, हिजो के काम गरे भन्ने कुरा हामीले भने काम गर्थ्यौँ, हामीले यो कार्यक्रम गर्नु भनेको थियो त्यहाँ। अहिले हामीले के गर्यो भने पैसा पनि ती पठाइदियौँ स्थानीय निकायमा र योजना पनि उसले नै आफूले बनाउने भएछ त्यहाँ। अब उनीहरूले वार्षिक प्रतिवेदन हामीले पेस गर्ने। अब मन्त्रीज्यू नेपालमा चाहिँ अब ब्याङ्किङ एजुकेसन जस्तो क्षेत्रमा चाहिँ रोजगारहरू हराउँदै गएका। 2025 देखि 2030को अवधिमा डिजिटल सर्भिस अनलाइन बेस्ड प्लेटफर्ममा चाहिँ अलि धेरै तीव्रताहरू बढेका कारण एआईहरू चाहिँ आउने भएका छन्। जस्तै अब च्याटजिपिटी जस्ता एआईहरू चाहिँ आउँदैछ। यसले चाहिँ ब्याङ्किङ, एजुकेसन, फार्मिङ, एग्रिकल्चरतिर त्यो साइडमा चाहिँ यसले धेरै ठुलो इम्प्याक्ट पारेको छ। यसका सामना गर्नका लागि नेपालले थुप्रै कार्य गर्नुपर्छ, थुप्रै वर्क्सहरू गर्दै जानुपर्ने छ। स्किल बेस्ड एजुकेसन अब तपाईँले कुनै पनि कार्य गर्नुहुन्छ त्यो स्किल चाहिँ स्कुलमा सिकाउनु पर्दछ। अर्को भनेको गभर्मेन्ट इन्भिटाइज, अर्को भनेको पब्लिक प्राइभेट
पार्टनरसिप, पब्लिक प्राइभेट पार्टनरसिप। अब तपाईँले के गर्ने, के खाने, के घुम्ने चाहिँ होइन, अब एआई एल्गोरिदमले गर्दै आएको छ। तपाईँ के पढ्ने, के हेर्ने भनेर लर्निङ मेसिनले एल्गोरिदम, एआई एल्गोरिदमले गर्दै आएको छ। यो चाहिँ किन हुँदैछ भन्दाखेरि कुनै पनि कामलाई सजिलो बनाउन, कम्पनीको प्रफिट हुन र देशलाई विकासमूलक देश बनाउन कम्पिटिसनमा चाहिँ यस्तो हुँदै गएको छ। यो चाहिँ होइन 2020मा जब सोसियल मिडिया आयो तबदेखि यो सुरु भएको थियो। यो अब यो जेनेरेसन, एआई जेनेरेसन चाहिँ सुरुवात भएको छ। भिडियो मन पर्यो भने लाइक, कमेन्ट र सेयर, सब्सक्राइब गरिदिन हार्दिक अनुरोध गर्दछु। सबैलाई गुड नाइट।